सो हे गाइज आज पनि म नेपाल जान लाग्यो एसी बस भनेर काटेको यस्तो खटरा बसमा पढेछ दिनभरि यति लफडा भयो र गर्मीले मेरो हालत खराब भयो। तपाईँलाई पनि कहिले कहिले यस्तो भयो होला भएछ भने मलाई कमेन्ट गरेर बताउनु। लाइफमा सबैले सोचे जस्तो कहाँ हुन्छ र एसी बस भनेर छोडेको लोकल बसमा चढेछ र दिमागै खराब भइदियो कि मेरो। ओ हेलो गाइज वेलकम ब्याक टु माई डे 13 मिनट भ्लगमा आपले सबलाई स्वागत छ। तपाईँ कस्तो हुन्छ? म त निकै आरामै छु, सन्चै आरामै छु। आज चाहिँ मेरो चाहिँ सिधा अकस्मात पन्जाबदेखि नेपाल जाने काम परेर म बिहानै उठेर दाइलाई जो जाम त दाइलाई छोड्नलाई म निक्लेँ। मौसम चाहिँ बढिया थियो, बिहान हल्का हल्का चिसो चिसो भइरहेको थियो किनभने चाहिँ पन्जाबमा हिजो राति पानी आएको थियो। दाइले मलाई छोडिसक्नु भयो। छोडिसकेपछि दाइ चाहिँ अब जान्छु है, तिमी चाहिँ राममा जाऊ भनेर चाहिँ दाइ चाहिँ लागिसक्नु भयो। म त यहाँबाट एक्लै भएँ। बिस्तारै बिस्तारै गाडी बिस्तारै मौसम बढिया थियो र बिहान एसीवाला गाडी भनेको नर्मल गाडी आइदिएछ, त्यही पनि चल ठिक छ भनेर चाहिँ चढिहालेँ। चढिसकेपछि मान्छे चाहिँ कम्ती हुनुहुन्थ्यो। अहिले बिहानको 5:30 बजिरहेको थियो। 5:30 बजे मान्छे कम्ती हुन्थ्यो, त्यही पनि उज्यालो चाहिँ पन्जाबमा बवाल थियो। मौसम चाहिँ ठिक थियो। हेर्दै हेर्दै चाहिँ गाडी चाहिँ चलिसक्यो। चल्दा बित्तिकै गाडीले आफ्नो गति चाहिँ तीव्र गति चाहिँ पक्र्न सुरु गरिसक्यो। म पनि आफ्नो धारमा गाना बजिरहेको थियो, मोबाइलमा गाना सुनिकन यताउता हिँड्नु चाहिँ गाडीमा चाहिँ मान्छे चाहिँ लगभग भरिराख्नु भएको थियो। त्यसपछि हामीले लगभग पन्जाब चाहिँ चण्डीगढ चाहिँ पुग्नेवाला भइसकेको थियो। 1 से 2 घन्टा भएको थियो गाडी गरेको। त्यसपछि हामीलाई चाहिँ दिउँसोको 1:30 बजिसकेको थियो र हामीलाई चाहिँ नेपाली एउटा ढाबामा खाना खान रह्यो। खाना भने चाहिँ यस्तो थियो भने चाहिँ देख्नुलाई चाहिँ ठिक थियो चाहिँ, तर खानालाई स्वाद चाहिँ केही पनि थिएन। तपाईँलाई चाहिँ यस्तै यस्तै भएको होला, तपाईँलाई एक कमेन्ट गरेर चाहिँ बताउनु होला। कहानी छ नि, भोक ठुलो कि भोजन ठुलो। भोजन ठुलो भनेर हामीले लगायौँ मर्नभन्दा बोलन बेस भन्छ नि, त्यो अनुसार हामीले त्यहाँबाट खाना खायौँ। त्यसपछि यस्तो गरम थियो, मैले त यहाँ त झ्यालमा त यो लगाएँ। एसीवाला बस भनेको एल्लाबुरी ठिस्सै गरेर यस्तोवाला बसमा पढेर चाहिँ अब के गर्ने। एउटा भाइ थिए, सकिनु लाग्थ्यो र मौसम चाहिँ बाहिर हेर्दा चाहिँ यहाँ चाहिँ जङ्गलमा आगो लागिरहेको थियो। आगो कसरी लाग्यो के लाग्यो भनेर थाहा थिएन। त्यसपछि हामी युपीतिर पस्यौँ। युपीतिर पस्नुभन्दा पहिला नै गरम चाहिँ उक्खा थियो। युपीमा चाहिँ लगभग 41 डिग्री सेल्सियस भइसकेको थियो। त्यसपछि बेलुकी यो सिजन आएको थियो। बेलुकी चाहिँ एउटा भाइ त नयाँ भाइ चाहिँ छोडिरहेको थियो। यिनी भाइ चाहिँ हुन् अर्को हाँजिया भाइ हुन्। दाइ उहाँ त सेफ हुनुहुन्छ अरे, मैले चिनेको छैन। उहाँले भाइले भन्दा सेफ। त्यसपछि हाम्रो गाडीको रफ्तार पनि बढिसक्यो र बेलुकी भएपछि हल्का धेरै शान्ति भयो। शान्ति भएपछि मैले त तौलिया त पछाडि फालेँ। त्यसपछि वेदर चाहिँ हेर्दा चाहिँ यहाँ चाहिँ बवाल भएको थियो। आजलाई वेदर हेर्दा आजलाई त्यो भिडियो कसैलाई चाहिँ सल्लाह सुझाव दिनु चाहिँ नभुल्नु होला है त।